Japan जापान चाहिँ Technology Working टेक्नोलोजी रूपमा Nepali एकदम धेरै अगाडि छ भन्ने कुरा चाहिँ यो भिडियोबाट पनि तपाईँले थाहा पाउन सक्नुहुन्छ। नमस्ते सबैजनालाई, आज चाहिँ मिनी ब्लग लिएर आइसकेको छु। तपाईँहरू सबैजनाले माया देखाइदिनु होला भन्न चाहन्छु। आज चाहिँ ब्रो काउली रोप्दैछौँ मेसिनबाट। यो मेसिनले चाहिँ काउली, बन्दा, प्याज धेरै गर्छ। यति सजिलो छ कि यो मेसिन। यस्तो मेसिनमा बसेर काम गर्न चाहिँ एकदम रमाइलो लाग्छ, खुसी पनि लाग्छ। टेक्नोलोजी, जापानको टेक्नोलोजी, नयाँ नयाँ प्रविधिहरू सिक्न पाउँदाखेरि, गर्न पाउँदाखेरि चाहिँ एकदम रमाइलो लाग्छ। काम गर्न पनि एकदम सजिलो पनि हुन्छ यस्तोमा बसेर गर्नलाई। लगभग 3.5 घन्टादेखि 4 घन्टामा चाहिँ हामीले 40,000 भन्दा माथि बिरुवा रोपिसकेका छौँ। देख्न सक्नुहुन्छ यति धेरै रोपिसकेका छौँ। ल आजको लागि यति नै। लाइक, कमेन्ट, फलो गर्न नबिर्सिनु होला।